साथी हो सबैजनालाई। म चाहिँ ड्युटीतर्फ लागेको हो। बिहानखेरि चाहिँ यति बेसी हतार हुन्छ कि हामीलाई चाहिँ हाम्रो चाहिँ यस्तो हतार हुन्छ के भन्नु। साथी हो घाम लागिरहेको छ। आज चाहिँ मजाले ढिलो भयो। हतार भएर चाहिँ यहाँ गाडीमै केस परायो भन्दैछ हो। गाडीभित्र बसेर ला के भयो मनोज गाडीमा त ढिलो हुन्थ्यो रहेछ म त है। हतार भएर चाहिँ गाडीमै केस पर्दैछ हो। आँखामा चाहिँ लगाएँ। आँखामा गाजर लाउनु बिर्सेछु होइन। आँखामा गाजर लाउनु चाहिँ भ्याएँ। अब लिप्स्टिक चाहिँ लाउनु भ्याएन हो। परेको रहेछ यहाँनिर चाहिँ। छिटो आएको कारणले चाहिँ म चाहिँ यहाँनिर चाहिँ हस्पिटलमा उत्रेँ नि त। त्यहाँदेखि बारी हेरेर त हेर्नुहोस् न हिउँ परेको रहेछ। अन्त पो चिसो हुन्छ त हेर न। कति दामी परिरहेछ हो। यो चाहिँ नामथाङ हस्पिटलबाट देखेको त्यो बारी। कस्तो मजाले हिउँ परिरहेको रहेछ हेर्नुहोस् न। यहाँ हस्पिटलमा उत्रेर चाहिँ अब चाहिँ म चाहिँ ड्युटी लागेको हो। आज चाहिँ उनीहरूको हस्पिटलमा चाहिँ भिजिट रहेछ नि त। अनि म चाहिँ यहाँदेखि चाहिँ हिँड्दै जानु पर्यो। यहाँ चाहिँ हस्पिटल छ। म चाहिँ नामथाङ पुगेर त्यहाँदेखि चाहिँ यता अफिसपट्टि लाग्नुपर्छ। यो हस्पिटल कान्छा चाहिँ दोकानहरू धरि खोलिसकेको छैन हो। म चाहिँ आइपुगिसक्यो ड्युटीको लागि। यसरी फुल राम्रो होइन।